परराष्ट्र मन्त्रालयले हाम्रो जुन चाहिँ परमादेश हो त्यसको कपी राखेर सबै सदस्यहरूलाई 13 जनालाई हामीले कार्यान्वयन गर्नुहोस् भनेर हामीलाई दिइसक्यो। यो मुद्दा भनेको परराष्ट्रको विरुद्धको मुद्दा हो र सर्वोच्च अदालतको आदेश चाहिँ परराष्ट्र मन्त्रालयले दिएको हो, यो हाई लेभल कमिटीलाई दिएको होइन। हाई लेभल कमिटी त परराष्ट्र मन्त्रालयको बिहाफमा यो इम्प्लिमेन्ट गरिराखेको मात्रै हो। हामीले त सरकारलाई फेसिलिटेट गरिरहेका छौँ। हाम्रो समय दिएको, हाम्रो रिसोर्सेस खर्च गरेको, यी सबै कुरा समाज सेवा हो। यो नेपाललाई सेवा गरेको, नेपाल सरकारलाई मद्दत गरेको हो। यो यदि अवहेलना हुन्छ, केही हुन्छ भने यहाँ सयौं व्यक्तिहरू छन्, अवहेलना भइरहेको छ। यहाँ चाहिँ एजेन्सीहरू छन्, सरकारका एजेन्सीहरू छन्। अब यी कुराहरू हामी मुद्दा मामिलामा जानेवाला छैन। हामी चाहिँ यसलाई चाहिँ यो पाएको जिम्मेवारीलाई हामी समय सीमाभित्र गरेर म्याक्सिमाइज गरेर कसरी गर्न सकिन्छ र यही बेलामा यो संस्था, यो बिग्रेको, यो भत्केको यो संस्थालाई नयाँ फाउन्डेसन स्टोन राखेर सधैँको लागि यस्तो व्यवस्था गर्नको लागि म्यान्डेट लिइरहेका छौँ। तपाईँहरूसँग हात जोडिराखेका छौँ। तपाईँहरूले बुझ्नुहोस् र काठमाडौँमा आउनुहोस् भनेर हामी भनिराखेको अवस्था हो। अब पोर्तुगलको कुरामा अथवा युकेको कुरामा अथवा चाहिँ अमेरिकाको कुरामा जहाँ जहाँ 2-3वटा एनसिसीहरू छन्, अहिले हामी एनसिसी मिलाउन प्रयत्न गर्छौँ। हामी हाम्रो केन्द्रबाट चाहिँ यो हाई लेभल कमिटीबाट टिओआरमा पनि छ कमिटीको मेम्बर अथवा कसैलाई एपोइन्ट गरेर त्यो मिलाउनमा समन्वय गर्नु भनेर हामीले टिओआरमा राखेका छौँ। त्यो इमिडिएटली हामी त्यो गर्छौँ, प्रयास गर्छौँ। तर हुन सकेन। हामीलाई लाग्छ टु बी लेट्स बी प्र्याक्टिकल। यो बिग्रेको, धेरै वर्ष बिग्रेको कुरालाई यो हाई लेभल कमिटीले रिमोटली अहिले मिलाउन गाह्रो छ साथी हो। यो प्र्याक्टिकलिटीको कुरा गरौँ। अहिले हामीले के गर्न सक्छौँ भने एकभन्दा बढी जुन एनसिसीहरू छन् तिनीहरूसँग हाई लेभल कमिटीले एउटा एमओयू गर्छ। तपाईँलाई कन्भिनियन्ट जसरी हुन्छ त्यो अनुसारले एमओयू गर्छौँ। त्यो एमओयू को इम्प्लिमेन्टेसन आउने आइसिसीको एक्जिक्युटिभले इम्प्लिमेन्ट गर्छ। यो हाई लेभल कमिटी रहँदैन। 5 मे पछि हाई लेभल कमिटी हुँदैन। यहाँ हेर्नुहोस्, त्यो भएको हुनाले तपाईँहरू नातिनु होला। जहाँ जहाँ धेरै एकभन्दा बढी एनसिसीहरू छन् ती एनसिसीहरूसँग मिल्न सक्यो भने मिल्यो, मिल्न सकेन भने हामी तपाईँहरूसँग प्रत्येकसँग छुट्टा छुट्टै एमओयू गर्छौँ। एमओयू केमा गर्छौँ भन्दाखेरि तपाईँको अधिवेशन कहिले हुन्छ, तपाईँको मेम्बरसिप कति हुन्छ, त्यो मेम्बरसिपको बेसमा आइसिसीमा एक्जिक्युटिभमा त्यो रेसियोमा चाहिँ तपाईँको आइसिसी मेम्बर हुन्छ, त्यो मात्रै कुरा हो। तपाईँको एनसिसीको प्रेसिडेन्ट र एनसिसीमा भएको मेम्बरको एउटै पावर हो, एउटै अधिकार हो। द्याट इज द फन्डामेन्टल चेन्जेस वी ब्रिङिङ हियर। यो चेन्जेस पर्मानेन्टली हुनलाई तपाईँको म्यान्डेट चाहियो। तपाईँ काठमाडौँमा आउनु पर्यो, तपाईँले हात उठाउनु पर्यो, तपाईँले सपोर्ट गर्नु पर्यो, तपाईँले एडभाइस दिनु पर्यो भन्ने कुरा यो हो। हेर्नुहोस्, त्यसैले अघि पनि मैले भने, अस्ति पनि भने, यो एनआरएनए को डेमोक्रेटाइजेसन हो भनेपछि हामी 70 लाख 50 लाख नेपालीहरू विदेशमा बस्ने नेपाली सरकारको जुन डेफिनेसन छ एनआरएनए भन्ने के हो भन्ने कुरामा 2 वर्ष बसेको विदेशमा बसेको नेपालीहरू अथवा चाहिँ नेपाली मूलको व्यक्तिहरू भन्ने जुन कुरा छ त्यो क्वालिफाइड व्यक्तिको लागि हामी आह्वान गरिराखेका छौँ, तपाईँ मेम्बर बन्नुहोस् भनेर। तपाईँ मेम्बर बन्नुहोस् र एउटा कुरा मेम्बर बन्ने, अर्को कुरा तपाईँ चाहिँ प्रतिनिधि हुन आउने। एक्चुअली भन्ने हो भने मेम्बर हुने बित्तिकै तपाईँ प्रतिनिधि भयो। यो अहिलेलाई मात्रै होइन, यो सधैँको लागि हो यो सिस्टम। त्यसैले यो एनसिसी स्पेसिफिकमा गएको होइन कि प्रत्येक व्यक्तिमा हामी गएका हौँ।